श्रीमन्नारायण हामी आज यहाँ बद्रीनारायण मन्दिर आइसकेका छौँ। दुलाको प्रतीक्षामा छौँ। दुलाको भाइ दुलैको भाइ राघव घिमिरे, दुलैको भाइ सुदर्शन घिमिरे, दुलैको भतिजो अच्युत तिवारी। यहाँ चाहिँ हाम्रो बद्रीनारायण मन्दिर श्रृङ्गार भइसकेको छ। यहाँनिर मन्दिरमा टक्क यहाँ घन्किरहेछ। दुलैको बहिनी सुधा, दुलैको सानी बहिनी गोदावरी, दुलैको कान्छा सानो बा अङ्कल यदुनन्दन स्वामीजी। यतातिर चाहिँ दुलैको एकदमै ठुलो जेठो ठुलो बुवा, माइलो ठुलो बुवा, अनि अन्तरे ठुलो बुवा के हो, तिनजना यहाँ बस्नु भएको छ। यता कान्छा सानो बा, दुलैको आन्टी। यहाँनिर चाहिँ यसको तयारी भएको रहेछ। यो यज्ञ मण्डप यो हिजो राति नै तयारी गरिएको थियो। यता कमला दिदी माला बनाउँदै हुनुहुन्छ। हवन कुण्ड अब यहाँ समिधा थप्न पर्ने छ। टक्क यहाँ तयारी हुँदैछ। हाम्रो दुईजना अङ्कलहरू एकदमै धेरै खटिराख्नु भएको छ विवाह कार्यक्रमको लागि, छोरीको विवाह कार्यक्रमको लागि। हाम्रो बद्रीनारायण मन्दिर भगवान जय बद्री विशाल। यता बेहुलीको जेठी ठुली आमा जय श्रीमन्नारायण, यता अन्तरी ठुली आमा, यता हाम्रो स्वामीजी जय श्रीमन्नारायण स्वामीजी जय हो। ल एकदम पूर्व तयारीमा खटिराख्नु भएको छ। यता हाम्रो गौमाता आचार्य गुरु आजको यज्ञ आचार्य स्वामीजी गोविन्द आमाजी जय श्रीमन्नारायण। अब यहाँनिर चाहिँ म तपाईँहरूलाई रिभिल गर्न जाँदैछु। 1 2 3 यस बेहुली फाइनल लुक हामी पछि देखाउँछौँ। बेहुलीको आमा हजुरआमा मामलाको जय श्रीमन्नारायण। आमा खुसी हुनुहुन्छ? नातिनीको बिहे हुन आँटो, के भन्नुहुन्छ? खुसी छु भन्नु कि नखुसी, गएपछि कहिले आउँथ्यो फेरि, अनि खुसी भन्नु कि भन्नु त बाबु। खुसी खुसी राम्रो मान्छे गोविन्दजी भेटिनु भयो ल। हाम्रो लागि उहाँ भगवान्। यता कान्छे आन्टी बेहुलीको श्रृङ्गार्दै हुनुहुन्छ। भाउजू तयारी चल्दैछ। बेहुलीको अर्कै ठुली आमा मेरो आमा, बेहुलीको आमा जय हो। यता चाहिँ हाम्रो पङ्गत घर, यता माताजी हुनुहुन्छ। हाम्रो अर्चक स्वामीजी जय श्रीमन्नारायण। बेहुलीको पिताश्री, बेहुलीको पिताश्री खुसी हुनुहुन्छ? एकदम। के भन्न चाहनुहुन्छ? कन्यादान गर्न चाहन्छु। जय श्रीमन्नारायण। ठुला बाबा, ठुला बाबा, बेहुलीका साना बाबा जय श्रीमन्नारायण। गुरुजी जय श्रीमन्नारायण। कुलगुरु आन्टीले अहिले भाउजूले दुईजनाले मेकअप गर्दै। हजुर के भन्न चाहनुहुन्छ? आज बिहे सखाको गोदाको राम्रो होस्।
तिलकश्री कसलाई चक्कर आएर अनि अहिले चिया खाएको कसरी छ जय होस्। चिया खाइन्छ फेरि खाइन्छ यसो गर्ने न हौ सब जन्तीहरू आउँदै हुनुहुन्छ बेहुलाहरू 2-3 बस होइन। यहाँ हामी तयारी गर्दैछौँ। यो भुइँमा देख्दै हुनुहुन्छ रातो पहेँलो यो मैले गरेको रङ्गोली हो। आहा मैले डेकोरेट गरेको थिएँ त्यो भुइँमा। यहाँ स्वामीजीहरू होइन धेरैजना आइसक्नु भएको छ आचार्यहरू पनि। फाइनल्ली 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 ल उहाँहरू चाहिँ बेहुला आउनुभन्दा अगाडि आउनुहुन्छ नि के बोकेर त्यो मलाई थाहा छैन यो हो होइन। तर कस्तो राम्रो राम्रो जन्तीहरू आउनुभएको रहेछ। बेहुला आउँदै हुनुहुन्छ। यो चाहिँ सुरुमा त्यो के सामान बोकेर आइँदो रहेछ नि त्यही हो। टक्क यहाँ लिएर जानुभयो भित्र लगेर राख्दै हुनुहुन्छ। अनि उहाँहरूलाई अब हामीले मिठो मिठो खानेकुराहरू दिन्छौँ। बाँकीको कुरा नेक्स्ट पार्टमा बवाल छ आउँदैछ। किप वाचिङ। थ्याङ्क यू सो मच। सब्सक्राइब गर्नु